ती बहिनीको निर्दोष आँसुले तपाईहरुलाई पोल्छ हैन तपाई हैन साथीहरु दर्शन अनि नमस्ते सेवा सेवारो फेपुला जोजलो पत्ता सिधैले लसो राधे 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 भन्दै फेरि पनि म न्यू डे न्यू भ्लग लिएर आइसकेको छु साथीहरु वेलकम छ काजी रोडकास्ट युट्युब च्यानलमा साथीहरु आजको टपिक छ ओन्ली सुनिता बहिनीको बारेमा सम्पूर्ण मेरा दर्शकबिन लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई म विनम्र के अनुरोध गर्छु भने जोले सुनिता बहिनीलाई चाहिँ तपाईहरुले गाली गर्नुभएको छ नि कमेन्टमा यस्तो खालको गाली नगर्नु होला बिचारा त्यो 17-18 वर्षको बहिनीले तपाईहरु कसैको के बिगार्दिएको पनि छैन हैन फोकटमा गएर एउटा युट्युब च्यानल खोलेको बहानामा चाहिँ तपाईहरुले अनेकौं गाली गर्नुभएको छ बिचारा ती बहिनी धुरु धुरु रोइरहेछिन् कति मन दुखो ती बहिनीले बिचारा सानै उमेरमा ती मसिना पुरा बालबच्चा सनम र समीरलाई पालेर हुर्काएर चाहिँ अनि ती बच्चाको बुवा आमा खोजिदिनु पर्छ यी बच्चाको चाहिँ भविष्य अन्धकार भयो भनेर सोच बनाएर चाहिँ तिनचुरे अनलाइन टिभीलाई खोजेर मिडिया ल्याएर आफ्नो घरमा ल्याएर चाहिँ अनि त्यो भाइ र समीर र सनिमको बुवा आमालाई खोज्नलाई यति मेहनत गरिन् हैन यति मेहनत गरिन् अनि त्यसपछि तिनचुरे अनलाइनले भेटे पछाडी भिडियो बनाएर प्रचार भए पछाडी आफन्तहरुसँग भेट्यो अनि त्यसपछि त्यो सनम भाइ र समीर भाइले चाहिँ दुई जनाले चाहिँ आफ्नो परिवार मामा माइजू सबै जना भेटे आफ्नो कान्छी आमासँग अहिले रमाएर गर बसी पनि राखेका छन् अनि राम्रै चलिरहेको थियो सुनिता बहिनीले पनि लमजुम पुगेर आफ्ना भाइ बहिनीहरुलाई लगेर आफ्नो कर्तव्य उहाँ छोडेर आइन् हैन सबै गरिन् अनि अझै पनि आफ्नो भाइ सनमलाई त यति माया गर्छिन् अनि त्यसरी राखिरहेको त्यसरी अवस्था भइरहेको ठाउँमा एउटा युट्युब च्यानल खोलेर चाहिँ अहिले भिडियो बनाउँदै गर्दा युट्युबर बनेकी छिन् ती बहिनी हैन अनि ती बहिनीले जानेको कुरा चाहिँ आफ्नो युट्युब च्यानल चाहिँ 1 महिनामा मोनेटाइज भएको सम्पूर्ण कुराहरु चाहिँ युट्युब च्यानलमा खोलाकै छिन् त्यो नराम्रो कुरा हैन त साथीहरु युट्युब च्यानल मेरो ग्रो भयो 1 महिनामा मेरो मोनेटाइज भयो र अब राम्रो भयो भन्दाखेरि तपाईहरुले अनेकौं गाली वर्षाउनु पर्ने भनेको म कारण देख्दिन किन त्यनेरि कसैले नराम्रो भनेको छैनन् बरु तपाईहरु कोही भिडियो बनाउन चाहनुहुन्छ अथवा भिडियो बनाउँदाखेरि के हुन्छ भनेर थाहा नहुने व्यक्तिको लागि त्यो मोटिभेट हुन्छ त्यसकारणले गर्दाखेरि तपाईहरुले त्यहाँ गएर गाली गर्ने नराम्रो भन्ने नराम्रो कमेन्ट गर्दिने यो राम्रो कुरा होइन साथीहरु किनकि तपाईहरु सोच्नुहोस् त तपाईहरुको त्यो बहिनीले के बिगारेकै छ भने भन्नुहोस् हैन त्यहाँ एकदमै गाली गरेको देखे म एकदमै गाली गरेको देखे मलाई पनि दुःख लाग्यो साथीहरु त्यही भएर म आज यहाँ भिडियो बनाउँदै छु अनि सनमले गर्दा चले कि समीरले गर्दा चले कि अनि सनम र समीरलाई त्यो रोडबाट उठाएर ल्याक कि भन्न चाहिँ किन नसक्नु भएको साथीहरु सनम र समीरको अवस्था बच्चामा कस्तो थियो अनि त्यहाँ ल्याएर पाल्न कति दुःख भयो पालेर पढाउँदा त्यो स्कुलमा फी तिर्दा कति दुःख भयो भन्ने कुरा भन्नुपर्छ कि गाली गर्नुपर्छ साथीहरु त्यसरी गाली नगर्नुहोस् किन भनेदेखि एकदमै दुःख लाग्दो खालको तपाईहरुले कमेन्ट गर्नुभएको छ हैन यसो नगर्नु होला यो एकदम मैले त भिडियो हेरे अनि कमेन्ट पनि पढे हैन एकदमै नराम्रो शब्द प्रयोग गर्नुभएको छ त्यो बहिनी बिचारा धुरु धुरु रोक्छिन् ल हेर्नुहोस् त त्यो बहिनी रोको तपाईहरुको मन मान्छ यसरी रोइरहेछिन् बिचारा के भन्नु छैन मान्छेले अनेक थरी भन्छ तर द्याट स्टिल मेरो माया चाहिँ तेरो लागि चाहिँ हुनेछ है सधैँभरि हुन्छ है एउटा कुरा याद राखिराख हैन पूर्वमा चाहिँ मेरो दिदी छ भने चाहिँ यति कुरा राखिराख के तैले हैन I'm kind of emotional हैन कति जना मलाई त्यस्तो नराम्रो कमेन्ट गर्दाखेरि मलाई कस्तो नराम्रो लाग्यो क्या लाइक जिन्दगीमा पनि सोचेको दिन होला मलाई त्यस्तो कमेन्ट आउँछ भनेर जिन्दगीमा पनि सोचेको दिन हैन साथीहरु भिडियो हेर्नुभयो होला हैन ती बहिनीको निर्दोष आँसुले तपाईहरुलाई पोल्छ हैन तपाई जो व्यक्तिले गाली गर्नु भएको छ नि ती सानै बहिनीको निर्दोष आँसुले तपाईहरुलाई पक्कै पनि पोल्ने छ त्यही भएर यसरी गाली नगर्नु होला तपाईहरु केही बिगारे जस्तो लाग्दैन एउटा भिडियोमा आएर आफूले युट्युब च्यानल खोलेको 1 महिनामा मोनेटाइज गरे सम्पूर्ण मेरा शुभचिन्तकलाई मैले जानकारी गराए भन्नु भनेको पाप हैन त्यही भएर आफ्नो कला आफ्नो क्षमता थियो गरिन् हैन त्यो गरेकोमा धन्यवाद दिने हो अनि समीर र सनमलाई पालिन हुर्काइन त्यसको बारेमा धेरै धेरै धन्यवाद दिने हो
एउटा 20-21 वर्षको एउटा नानीले यत्रो समाजमा सेवा गरेको देख्नु हुँदो रहेन तपाईहरु। खाडी मुलुक गएर भए पनि अरूकै बच्चा भए पनि आफ्ना बच्चा सन्तान जस्तो गरेर पढाइराखेका छन्। तपाईहरुले देख्नु भएको छैन संसारमा आफ्नै आमाले छोडेर बाटातिर बिल्लीबाठ बनाएर छोडिराखेका छन्। कति ठाउँ बिल्लीबाठ भइरहेछ। ती नानीले त त्यो सनम र समीरलाई चाहिँ आफ्नो घरमा ल्याएर आफ्ना छोराछोरीलाई जस्तो पालन पोषण गरेर बोर्डिङ स्कुल पढाएर कति खर्च गरेर कति शिक्षा दीक्षा दिएर कति बुझ्ने भएका छन् ती भाइहरु। तपाईहरुलाई त्यसरी कमेन्ट गर्न चाहिँ अलिकति नैतिकताले पनि दिदैन साथीहरु। किनभने ती बहिनीलाई त महान सम्झिन्छु, म त महान सम्झिन्छु। किनकि सुनिता बहिनी चाहिँ एकदमै बुझ्ने महान नारी रहेछन्। किनकि यी अब टुरा बालबच्चाको बुवा आमा भेटिन्छ कि भेटिँदैन, अब यिनीहरूलाई पढाउन खर्चको कमी भयो, म अब विदेश गएर भए नि पढाउँछु आमा भनेर आमासँग सल्लाह गरेर एकजना बुढी आमा र ती दुईटा बच्चालाई छोडेर खाडी मुलुक गएर 2-3 वर्ष बसेर दुःख गरेर ती बच्चाहरूलाई बोर्डिङ पढाएर ती बच्चाहरूको उमेर पुगिसके पछाडि अब यी बच्चाहरूलाई पढ्दाखेरि चाहिँ आफ्नो जन्मदत्ता चाहिने भइसके पछाडि अनि अब यिनीहरूको बुवा आमाको खोजी गर्नुपर्छ भनेर खोजेर अनि बुवा आमासँग भेटघाट बनाएर अनि लमजुङमा पत्तो लगाइसकेपछि लमजुङ लगेर अनि बुवा आमालाई जिम्मा दिएर आउने भनेको यत्रो हिम्मत यत्रो क्षमता भनेको कसले गर्छ? तपाईहरुले गर्नुभएको छ? तपाईहरुलाई त्यो भिडियोमा गएर कमेन्ट गरिदिँदाखेरि अहिले आनन्द भयो? ती बहिनीको मन दुखाउँदा आनन्द भयो? एकदमै गल्ती गर्नुभयो साथीहरु। यो मलाई चाहिँ खास ठीक लागेन। त्यसरी नगर्नुहोस्। तपाईहरु पनि सिक्नुहोस्, युट्युब बनाउन सिक्नुहोस्। म पनि सिक्दैछु हैन। तपाईहरु पनि सिक्नुहोस्, गर्ने हो के? त्यसरी नराम्रो नभन्नुहोस्, कसैलाई पनि नराम्रो नभन्नुहोस् कमेन्टमा। बरु राम्रो छैन भने भिडियो बनाउने तरिका राम्रो भएन, अलिक राम्रो यसरी बनाउनुहोस् भन्नुहोस्। तपाईहरु जान्नुहुन्छ भने सिकाइदिनुहोस् न, सिकाइदिनुहोस् क्या। भिडियो बनाउने तरिका यो भएन, अलिकति यो तरिकाको क्वालिटीको बनाउनु पर्यो भनेर सिकाउनुहोस् हैन। त्यही भएर साथीहरु तपाईहरुलाई नराम्रो चाहिँ भनेको पनि होइन है, तर तपाईहरुले यसरी अनेकौं गाली चाहिँ नगर्दिनु होला। बिचारा ती पनि धुरु धुरु रोकिछन्। यहाँ मैले छोटो एउटा क्लिप देखाएँ, हेर्नुभयो होला। त्यसरी नगर्नुहोस्। गल्ती गरेको मान्छेलाई गाली गर्नुहोस् न। वहाँ एयरपोर्टमा चाहिँ करोडौं दिनकै ठग्ने व्यक्तिलाई गाली गर्नुहोस् न। भ्रष्टाचार गरेर मजासँगले घर बनाएर बस्नेहरूलाई गाली गर्नुहोस् न। भ्रष्टाचारले डङ्ती गनाएका व्यक्तिहरूलाई गाली गर्नुहोस् न। समाजमा यसो उम्रिँदै गरेको एउटा मुना अनि त्यसमा पनि समाजसेवामा लागे कि मसिना बालबच्चाहरू भेटेर ल्याएर चाहिँ आफ्नो घरमा पाले कि मान्छेलाई गाली गर्नु भनेको राम्रो कुरो होइन साथीहरु। यति भन्दै आजको भिडियो यही अन्त्य गर्छु। काजी रोडकास्ट युट्युब च्यानललाई सबैजनाले सब्स्क्राइब गरिदिनु होला हैन। तपाईहरुको ठुलो मन छ, पक्कै पनि सब्स्क्राइब गरिदिनुहुन्छ भने आशा गर्दै यो भिडियो पनि यही अन्त्य गर्ने। बाइ बाइ।